after a long time. बेच्ने ठाउँ चाहिँ कतिको बिगेस्ट छ भनेर सो अब गुचीको किन्न त त्यस्तै हो साथीहरू कति महँगो हुन्छ So hey everyone, सबैजनालाई नमस्ते, welcome back to my channel again or welcome back to my another video. I hope मेरो YouTube फ्यामिलीहरु सबैजना सन्चैमा हुनुहुन्छ होला र मैले बार एउटै कुरा भन्नु परेको छ साथीहरु डोन्ट फर्गेट टु लाइक माई भिडियो के तपाईहरुले हेर्नुहुन्छ obviously नै हैन मेरो रिलेटिभ्स मेरो फ्यामिलीहरु जो पनि हुनुहुन्छ जसले नै हेर्दै हुनुहुन्छ है सुरुमा यसरी लाइकको बटन हुन्छ है त्यहाँ तलपट्टि लाइक गर्दिनु होला हैन अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ भनेर कमेन्ट पनि गर्नु होला नेपालीमै कमेन्ट गर्दा पनि हुन्छ हैन म बुझ्छु एन्ड प्लिज यति गर्दिनु होला हैन cuz तपाईहरुले त्यसरी लाइक कमेन्टहरु गर्नुभयो भने मलाई पनि एउटा भ्लगहरु बनाउन एउटा जाँगर एउटा ऊर्जा आउँछ के लाइक कसैले त मेरो भिडियो हेर्दै रहेछ कसैले त एप्रिशिएट गर्दै रहेछ मैले गरेको मेहनतहरुमा भनेर मलाई राम्रो लाग्छ सो प्लिज गाइज आई हम्बल रिक्वेस्ट यु डोन्ट फर्गेट टु लाइक कमेन्ट है र मेरो भिडियोहरु मन पर्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सनु होला र च्यानललाई शेयर पनि गर्नु होला तपाईहरुको साथीहरुको माझमा सो त्यही हो आज चाहिँ मेरो छुट्टीको दिन मन्डे सो आजको भिडियो के कस्तो हुन्छ भनेर तपाईहरुले भिडियो अन्तिमसम्म हेरेर नै थाहा पाउनुहुन्छ सो हेर्दै गर्नु होला है त सो साथीहरु म चाहिँ फ्रेश भएर खाना खाँदैछु अनि त हामी चाहिँ आज मेरो साथी सन्चो छैन मेरो साथीलाई नभन न भिडियोमा कहाँ भन्ने त अनि घुम्न जाने भन्ने नि कस्तो हो र तिम्रो भिडियो मेरो साथीले हेर्छ त्यहाँ अफिसको कुन साथीले बुझ्दैन नि केटा नेपाली त सन्चो छैन भने बुझ्छ नि त मलाई हातले खान मन लाग्छ साथीहरू म अब हामीहरू चाहिँ खानसाना खाएर आज म र मेरो साथी भएर हामी जाँदैछौँ बाहिरतिर मेरो पनि छुट्टी मेरो साथी पनि छुट्टी है घुमघाम गरौँ न त भनेर जानु लागेको सो तपाईँहरूलाई पनि म लिएर जान्छु मसँगै हेर्दै गर्नु होला भिडियो है त सो साथीहरू हामीहरू चाहिँ निस्क्यौँ है तिमीले लगाउ न चस्मा त्यो ब्यागमा राख्ने भनेर लिएर आएको हो कि के आएर चस्मा पनि सो यसरी रेडी भएर हामी निस्क्यौँ वी डोन्ट नो हामी कहाँ जाँदैछौँ है यत्तिकै उसको पनि आज छुट्टी मेरो पनि छुट्टी सो जाऊँ न र आज कतै भनेर ऊ र म निस्केको छौँ प्लिज ल उसको चस्मा यस्तो छ अनि मेरो चस्मा चाहिँ यस्तो छ कस्तो चस्मा राम्रो छ प्लिज गाइज कमेन्ट गर्नु होला है त के हो त्यसो मौसम पनि घरि पानी पर्ला जस्तो घरि घाम लाग्ला जस्तो गरेको छ साथीहरू उमा जस्तो जाडो पो हुन लाग्यो घरमा पनि ल्याएन साथीहरू हामी चाहिँ अब जाँदैछौँ घुम्नको लागि जाँदैछौँ बट वी डोन्ट नो हामी कहाँ जाने हो के हो कस्तो हो साथीहरू आज चाहिँ आफ्टर अ लङ टाइम यसरी जाँदैछौँ फेरि कोइन्सिडेन्टली हुन्छ कि फेरि कतिपय कुराहरू चाहिँ गइसक्यो अब त उडेर जान्छौँ तर भन्ने के म आज यस्तो हाम्रो ओनर यस्तो घटिया मान्छे छ नि साथीहरू म आज यस्तो चिसो पानीले नुहाएको छु नि कस्टमरलाई चिसो होला जस्तो भएको छ के त्यही भएर अपार्टमेन्ट खोज्दाखेरि रुम खोज्दाखेरि ओनर गतिलो हुनु जरुरी छ है नत्र भने गाह्रो हुन्छ अनि के साथी यो माल्टामा चाहिँ एउटा स्मार्ट भन्ने एउटा ठाउँ रहेछ हैन त्यहाँ चाहिँ त्यहाँ गएर हामी स्मार्ट हुन जान लागेको सो लेट्स सी कस्तो छ त्यो स्मार्ट सिटी यिनको दिमाग छैन नि त अलि स्मार्ट बनाइदिउँ कि भनेर लग्न लाग्यो गाडी नै स्मार्ट छैन हो क्या लास्टमा त स्मार्ट सिटीमा जाने गाडी स्मार्ट भएन ल छिटो आउनु पर्यो अनि जाँदैछौँ हामी आज स्मार्ट सिटी हेर्नको लागि लेट्स सी कस्तो छ त्यहाँको स्मार्ट सिटी है त हामी बस स्टपमा बस कुर्दैछौँ साथीहरू हामी चाहिँ बस पनि चढिसक्यौँ सो साथीहरू हामीहरूले चाहिँ चस्मालाई स्विच गऱ्यौँ स्विच उसले मेरो चस्मा लगाएको छ मैले उसको चस्मा लगाएको छु किनभने म त्यो चस्माले आँखै देखेन कि त्यही भएर यो चस्मा लगाएर त्यसो देख्छु कि भनेर लगाइदिएको साथीहरू है
सो साथीहरू हामीहरू चाहिँ आइपुग्यौँ स्मार्ट सिटी भन्ने ठाउँमा तर आइरहनु म त कहाँ जाने कताबाट हो कहाँबाट जाने हो त जाउँ हो त तलबाट मान्छेहरू त त्यतैबाट गहन के अरे सो हेरौँ है कस्तो हुन्छ के कस्तो छ म सबै तपाईँहरूलाई देखाउँछु म पनि जाँदैछु पहिलोपल्ट माल्टाको सबैभन्दा ठुलो सिटी रे मल भन्छ अरे क्या यहाँ मैले चाहिँ आउनुभन्दा अगाडि रिसर्च गरेर यो गरेको थिएँ अनि एउटा माल्टाकै भ्लगरले पनि माल्टाको वान एन्ड ओन्ली द बिगेस्ट मल भनेर हालेको देखेको थिएँ त्यहीँ गएपछि नै थाहा हुन्छ कतिको बिगेस्ट छ भनेर सो हेरौँ है त साथीहरू आम गन एक्सप्लोर यु आम गन सो यु भन्छ होला है एक्सप्लोर त भन्नु मिलेन होला आम गन एक्सप्लोर स्मार्ट सिटी फर यु गाइज ओके अनि के साथीहरू मैले अस्ति नै एकचोटि तेरेनोवामा गएर मलाई कति प्यान्ट किन्न मन लागेको थियो क्या मतलब चाहिएको पनि थियो अनि मैले किन्न गएको थिएँ है अनि त्यो बेलामा चाहिँ मैले अब झुक्केर त्यो 35 युरोको प्यान्ट रहेछ मैले चाहिँ 12 युरो भनेर लागेर मतलब माथि त लेखेको थियो कि 12 युरो भनेर तर तिनीहरूले चाहिँ दुईवटा किनेर चाहिँ एउटालाई चाहिँ 12 युरो भनेर देखाएको रहेछ सो मैले चाहिँ अब त्यसलाई एउटालाई मात्रै 12 युरो होला भनेर मैले किनेँ लास्टमा त होइन 35 युरोको रहेछ अनि पछि मैले चाहिँ एक्सचेन्ज गर्ने भनेर मैले लिएर गएको थिएँ अनि त्यसरी नेपालमा जसरी फिर्ता गर्दा पैसा लिन नमिल्ने रहेछ अनि उनीहरूलाई एउटा गिफ्ट कार्ड बनाइदिएको थियो क्या अनि त्यो गिफ्ट कार्डमा मेरो त्यो पैसा राखिदिएर अनि त्यो अब मैले कतिचोटि तेरेनोवामा गएर कति कपडाहरू अब यहाँ चाहिँ ब्रान्ड्सहरू हुन्छ क्या अनि मलाई आफूलाई चाहिए जस्तो कपडाहरू नपाएर मैले मेरो साथीलाई मेरो त्यो कार्ड युज गरेर अनि मेरो एकाउन्टमा पैसा हाल्थेँ तर चाहिएको सामान किन भनेर मैले दिएको थिएँ अनि उसले किनी पनि होइन अनि त्यसपछि पनि फेरि मलाई टी सर्टहरू चाहिएको थियो क्या म समर लाग्यो अब यसो यसरी अब यतिको नर्मली हिँड्दाखेरि पनि टी सर्ट मात्रै लगाएर हिँड्न भने पनि टी सर्टहरू नभएर मैले चाहिँ अब आज चाहिँ म यहाँ यो स्मार्ट सिटीमा नि तेरेनोवा भन्ने पसल छ भनेर चाहिँ म यहाँ चेक गर्न पनि आएको थिएँ अनि मलाई बल्ल तल्ल एउटा टी सर्ट बल्ल तल्ल पाएर म अहिले किनेँ अनि म तपाईँहरूलाई अहिले घरमा गएर देखाउँछु कस्तो छ त्यो टी सर्ट है भन्नेले एउटा किनेको नत्र भने त्यो त्यत्तिकै पैसा राखिराख्यो भने त्यो पैसा त्यसै जान्छ क्या लाइक हुन्छ अन्त त्यत्तिकै त्यो उस हुन्छ क्या त्यो सुल्लिन्छ क्या त्यो पैसा त्यत्तिकै नै त्यही भएर हो अब हामी हेर्दैछौँ यो ठुलो मल हामीहरू एक्सप्लोर गर्दैछौँ के कस्तो छ भनेर हेर्दैछौँ है राम्रै रहेछ के तर कस्तो भिडभाडै नै के अब गुचीको किन्न त त्यस्तै हो साथीहरू कति महँगो हुन्छ हौ हेरौँ है त्यही पनि ट्राई गरौँ न कति पर्ने रहेछ ओहो यस्तो महँगो क्या हेर्न सक्नुहुन्छ कि प्राइजहरू तपाईँहरूले हेर्नु त प्राइजहरू जुम गरेर देखाइदिन्छु तपाईँहरूलाई यस्तो फेरि ब्रान्डेड सामानहरू फेरि लास्टै महँगो हुने कि माई गडनेस औकात छैन है त्यस्तो महँगो किन्नको लागि अहिले चाहिँ उफ हुन्छ फेरि उफ मलाई कस्तो टी सर्टहरू किन्न मन लागिरहेको छ एकता मिल डेट पनि छ काँचो छ मलाई होइन समर लाग्यो अब यस्तो गर्मीमा चाहिँ अब ज्याकेटहरू लगाएर हिँड्न गाह्रै छ 45 युरो उसमै पाउँछ त तेमोमा होइन हौ जारामै पाउँछ त 45 युरोमा यस्तो टी सर्टहरू त खाँचो छ तर कति महँगो भन्छ कि साथीहरूमा तपाईँहरूलाई देखाउँछु यस्तो महँगो टी सर्टहरू हामीले यति नर्मल टी सर्टलाई होइन यति नर्मल टी सर्टलाई पर्छ क्या 15 युरो 16 युरो पर्छ क्या त्यस्तो महँगो त कहाँ किन्न सकिन्छ भनेको यस्तो राम्रो सामानहरू हेर्दा त किन्दै भन्छ त पैसा चाहिँ सम्हाले सो साथीहरू
हामीहरूले चाहिँ किनौँ भन्दा पनि मैले त्यही टी सर्ट किनेँ अब अरू चाहिँ हेऱ्यौँ तर लास्टै महँगो लाग्यो होइन किन्न सकिएन किन्छु भनेको थिएँ मलाई टी सर्टहरू चाहिँ एकदमै धेरै किन्न मन लागेको थियो अनि त्यो पानी यसरी निस्किने कतातिर हो त यहीँ हो क्या पानी निस्किने मैले टिकटकमा देखेको थिएँ क्या होइन यो स्मार्ट सिटीमा चाहिँ कसरी झिर्र गरेर पानी निस्केको होइन तर यहाँ चाहिँ केही निस्केको छैन है साथीहरू पानी सानी नथिङ महल चाहिँ ठुलै छ तर स्टिल यो ओपन रहेनछ के यत्रो ठुलो महल छ होइन तर खुलेको भनेको यति मात्रै भाग हो यति मात्रै खुलेको छ क्या टु बी अनेस्टली भन्नुपर्दा सो अब हामी चाहिँ जान्छौँ घरतिर अन्त हाम्रो रुमतिर बस्छौँ कि भनेर सोचेको लेट्स सी के हुन्छ कहाँबाट जाने हो अब हेरौँ त बस हेर्नुपर्छ है साथीहरू फेरि हाम्रो तालिन्जा एप भन्नेबाट साथीहरू बाटो चाहिँ लास्टै सुनसान छ यतातिरको बस स्टप पनि जम्मा एउटा अब हामी कति धेरै हिँड्नु पर्छ होला जस्तो लागिरहेको छ मलाई यस्तै हो कि पर्नु त्यो मान्छेहरूसँग हिँड्यो भने फेरि कता नै हो कि घुम्न हिँड्नु तै पनि यस्तै मलाई अब तनाव भयो साथीहरू चिसोमा झन् चिसो भयो कति सुनसान ठाउँ हो र गाडी एउटा दुइटा हिँड्यो है बिल्डिङहरूमा पनि लाइट साइड बाले छैनन् ती सुनसान गल्ली छ कलकारा भन्ने ठाउँमा फर्स्ट टाइम आएको अब नेक्स्ट टाइम आउनु नपरोस् है यस्तो ठाउँ रहेछ साथीहरू हामी चाहिँ फाइनली भ्यालेटा आइसक्यौँ अनि भ्यालेटामा अस्ति यहाँ त्यो के अरे कार्निभल हुँदाखेरि हामीलाई यहाँबाट जान दिएको थिएन नि त अनि यहाँ त यस्तो पो बनाएको रहेछ साथी आऊ त हेरौँ के हो यस्तो बन्दै रहेछ र त हामीहरूलाई जान नदिएको यहाँ चुच्चोमा ठोक्यो भन्दाखेरि ड्याममै जान्छ नि फेरि ल के बनेको यो भित्र जान पाइन्छ कि पाइँदैन खासमा के बन्दै छ यहाँभित्र देखाउँछु ल तपाईँहरूलाई राम्रोसँग यस्तो बनेको रहेछ त भ्यालेटामा त बल्ल थाहा पाएँ मैले है झुकेर आएर पनि एउटा कुरा चाहिँ थाहा भयो भ्यालेटामा यो भन्नको लागि होला अस्ति नै ए त्यहाँ पनि हैछ के बन्दै है साथीहरू यता त भ्यालेटामा त खुब कन्स्ट्रक्सन भइरह कहिले के बन्यो सो साथीहरू हामीहरूलाई चाहिँ भोक लागेर हामीहरूले चाहिँ आगेट अनि चिकन समोसा अनि त्यसपछि के अरे क्रोसेन्स होइन क्रोसेन्स चक्लेटको क्रोसेन्स किनेको कि नर्मल क्रोसेन्स किनेको छौँ साथीहरू भोक लाग्यो क्या अनि अब चाहिँ हामी जाँदैछौँ हाम्रो रुमतर्फ अनि मलाई आज कस्तो भने नि म तपाईँहरूलाई टी सर्ट किन्न मन लागेको थियो भनेर तर सबै बन्द भयो क्या त्यो कलकत्ता भन्ने ठाउँ त यामा कति टाढा हो त्यो के भन्छ अरे अनडेभलप सिटी जस्तै के एकदमै त्यो गाउँले भागहरू रहेछ एकदमै टाढा अनि त्यहाँबाट आउन पनि कति टाढा लाग्ने रहेछ आउँदै यति अँध्रो भइसक्यो त्यहाँबाट निस्किँदै अँध्रो भएको थियो के गर्ने अब जान्छौँ रुम अब पछि किन्नु पर्ला सो साथीहरू हामीहरू चाहिँ रुम पनि आइपुग्यौँ अनि म तपाईँहरूलाई देखाउँछु म रुम गइसकेपछि मैले के लुगा किनेँ भनेर त्यस्तो धेरै स्पेसल त किनेको होइन जस्ट एउटा टी सर्ट किनेको छु ल गाइजहरू त्यही पनि एउटा टी सर्ट कति पर्छ म भन्छु तपाईँहरूलाई कति महँगो हालेर किनेको छु भन्ने यो मनलाई थाहा छ यो मनलाई सो साथीहरू हामीहरू चाहिँ रुम आइपुग्यौँ अनि चाहिँ मैले किनेको दिस थिङ्स फर मी and this is a simple t-shirt जोरै जाती भाइ normal t-shirt for me and for my friend excuse me यो के पहिला 12 युरोमा थियो गाई 12.99 मा चाहिँ लगभग 13 युरो भनौँ न अनि अहिले चाहिँ अफरले 7.99 लागेको छ यति नर्मल टी सर्ट यस्तो नर्मल के साथीहरू यति धेरै नर्मल टी सर्टलाई 7 युरो 8 युरो
अनि त्यसपछि मैले अर्को पनि के किनेको छु ल म तपाईँहरूलाई देखाउँछु यो पनि डिस्काउन्ट पाएर मात्रै किनेको दिस इयरिङ यत्रो ठुलो बल्स इयरिङ म तपाईँहरूलाई देखाउँछु ल कस्तो पो देखिन्छ यो आई डोन्ट नो लगाएर हेर्छु ल सिम्पल म चाहिँ सिम्पलै हो कि किन्ने त्यस्तो स्टाइल पारेको अलिक ठिक लाउँदैन कि मलाई फेरि अलिक स्टाइलिस फेरि अलिक किन होला कुनै दिन ए म टपै लासु नि त सो कस्तो देखिने रहेछ त साथीहरू ला 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 बेची नै खर्छ त अनि यो चाहिँ मेरो अस्ति नै हामीहरू त गिफ्ट एक्सचेन्ज खेल्दा फेरि चाहिँ बहिनीले किन्यो ए तिमी त उस के त्यो ऊ फिल्ममा कति ठुलो त्यो उसहरूले लगाउँछ नि राजाहरूले के अति भयो ओइ साँच्ची भनेको यो त राजाहरूले लाउनु जस्तो छ त सेनापति प्रधान रही है भन्नु जस्तो ये बा अर्को अर्को कानमा लगाउँ न अनि त्यसपछि बल्ल राम देखिन्छ कि है राम देखेन फेरि यसलाई कति हेर्नु न 9.99 युरो हो क्या है यसलाई के पहिला 9.99 युरो थियो है अनि अहिले चाहिँ 2 मा पाएको कि मैले 3 युरो भनौँ न 3 युरोमा पाएको क्या त्यही भएर किनेको कि कस्तो यसो कहिले कसो कतै घुम्न जाम भन्दै पनि यो टप सप पनि नहुने क्या त्यही भएर खालि सिम्पल टपहरू भएर अनि What is this? निस्कियो त त्यो त पेची हो पेची त के भएन ला आजै किनेको आजै खस्यो कस्तो हो र कस्तो खालको उस हो र ला ला ए ए ए जाने रहेछ खसेको भन्दा पनि फुस्केको रहेछ अब के भन्नु बाँदरको हातमा नरिवल त हो हाम्रो साथी प्लिज ल साथी तर मलाई मन परेन यत्रो ठुलो राजकुमारी पधार रही है Why is it so big? Very big. very big because sometimes we need to take things big okay Big guy. Big guy. भाइ त कस्तो देखिन्छ म दुइटै लगाउँछु क्या नबोलिकन गरौँ न मैले पाइट खोलेको गाइस सो साथीहरू मेरो त झम्का छम 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 आउटफिट अफ द डे गरेन है सो हेर्न सक्नुहुन्छ ओए के हो र आउटफिट अफ द डे त्यसै जे गरिने ल मैले किनेको आजको इयरिङ चाहिँ यही नै हो साथीहरू स्लिप ब्याक नसुहाउँछ यो चाहिँ अब अलि यस्तो 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 कभर गराएपछि हुन्छ होला यस्तो झपटे मात्र राम्रो देखिन्न साथीहरू स्लिप ब्याक भन्छ ल प्लिज त्यही हो राम्रो त राम्रै छ क्या हो कस्तो छ आई डोन्ट नो क्यारी तर कि यो यस्तो चाहिँ त्यो राजाहरू लगाउने राजा पृथ्वीनारायण शाहले यस्तै झुम्का लगाएको छ म तिमीलाई देखाउँछु अहिले रुका रुका म देखाउँछु पृथ्वीनारायण सानो शाह छ ल पृथ्वी शाहको अहिले अनि यस्तै त लाउँछ नि के त्यो पृथ्वीनारायण शाहको झुम्का अर्कै सुन्यो त पृथ्वी शाहको सानो छ भनेको अर्कै सुन्यो त अर्कै सो साथीहरू मैले किनेको टी सर्ट यही नै हो है त मेरो साथीहरूको टी सर्ट हो नि फेरि खुलेर गएको जस्तो हेर न यो उसहरू डिजाइन डिजाइन हो क्या खुइले जस्तो छ तर दिस इज द डिजाइन एक्चुअली दिस इज द डिजाइन ओके सो यही नै हो मैले आज किनेको टी सर्ट है त सो आई हेभ टु डु मेनी मोर सपिङ फर माई समर कलेक्सन मलाई थाहा छैन मैले टेमोबाट किनौँ कि म यहीँ यतै किनौँ कि भन्ने थाहा छैन फेरि टेमोबाट किनौँ भने पनि अहिले फेरि यो के यो भइरह नि त सबै यो एयरपोर्टहरू बन्द गरिदिएको छ अनि फेरि आउन ढिलो भयो भने त फेरि खत्तम हुन्छ नि त भनेर मैले सोच्न बाध्य भएको छु साथीहरू सो त्यही हो सो साथीहरू हामीहरूले चाहिँ अब पकाउँदैछौँ खाना अनि खानामा चाहिँ हामी सब्जी के बनाउँदैछौँ म तपाईँहरूलाई देखाउँछु ल यस्तो अजुबा चिज पकाउ के हो त भन्नु त आई एम स्ट्रेट प्लिज ससेजेस बनाउँदैछौँ ल हामीहरूले चाहिँ
सो साथीहरू अब चाहिँ हामी खानासाना खाएर हामी सुत्न लागिसक्यौँ है। अनि यो चाहिँ अस्ति नै यहाँ बहिनी आउँदै फेरि कि यहाँ बहिनीले हेऱ्यो भने यो चाहिँ बहिनीको क्लिप हो। अनि मैले चाहिँ यहाँ लाएर सुतेको थिएँ कि स्किन केयर गर्न गएको थियो यो लगाएर। अनि त्यही हो आजको दिन चाहिँ हामीहरूको यसरी नै बित्यो होइन। तपाईँहरूलाई मेरो आजको भिडियो के कस्तो लाग्यो भनेर कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू। म चाहिँ अब भिडियो एडिट गर्नुपर्ने हुन्छ अनि भोलि चाहिँ मेरो बिहानै काम छ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई गाइस, सी यु इन माई नेक्स्ट भिडियो। त्यति बेलासम्म तपाईँहरूले आफ्नो ख्याल गर्नु होला। जय नेपाल।